गाइज फेरि पनि सबैलाई नमस्कार छ, सन्चै हुनुहुन्छ होला। आज हामी चाहिँ एचटिएमएल ट्याग प्रयोग गरेर नेभिगेसन बार कसरी बनाउँछ भनेर सिक्छौँ। है त सुरु गरौँ। आउनुहोस् म सँगसँगै जाउँ है त। पहिलो कुरो हामी चाहिँ यही ट्यागहरू युज गर्छौँ। कन्सेप्टहरू थाहा भएपछि चाहिँ कन्सेप्टहरू थाहा पायो भने मात्र हामीले बनाउन सक्छौँ, नत्र सक्दैनौँ है। कन्सेप्टै थाहा छैन भनेपछि अब अन्धाधुन्धा नै हुन्छ कि यो यसमा चाहिँ अहिले जतिवटा मन लाग्छ त्यति गर्न सक्नुहुन्छ। म यहाँ 3 जति बनाउँछु, धेरै बनाउँदिनँ। कहिले यस्तै हुन्छ गर्दाखेरि जसको पनि भइ नै हाल्छ। ध्यान दिने कुरो नै हो, मिस्टेक गर्ने हाम्रो मेन त सी प्रोग्रामको एउटा केही बिर्छ भने स्वाहा हुन्छ। त्यस्तो गरेको यति गरिसकेर मात्र हामीले हुँदैन। जहाँ चाहिँ हामीले सिएसएस पनि हाल्नुपर्छ। सिएसएस भन्दा पहिले हामीले चाहिँ यो होम पेजभित्र के लेखेको छ त्यो देखाउनु पर्यो नि त। त्यसको लागि चाहिँ हामीले चाहिँ सेक्सन आइडी भन्ने एउटा छ, त्यो खोल्नुपर्छ। र होम पेज धेरै लाग्न सक्छ मैले किन ह्यास नलेखेको भनेर। हामीले यसमा ह्यास चाहिँ लेख्दैनौँ। ह्यास लेख्यो भने चाहिँ आउटपुट दिँदैन। फेरि सेक्सन आइडी नै यो मैले 3 बनाएको छु, त्यो भएर मैले 3 गर्न लाग्यो। हजुरलाई जतिवटा बनाउनु मन लाग्छ त्यतिवटा गर्न सक्नुहुन्छ। म चाहिँ यहाँ बुझाउनको लागि यति 3 लाइन मात्र लेखेको छु। यो चाहिँ धेरै इम्पोर्टेन्ट कुरा हो। यो एचटिएमएल भर्खर वेबसाइट बनाउने सुरुमा हुनुहुन्छ भने चाहिँ यो नभए चाहिँ हुँदैन है। वेबसाइटहरू पनि धेरैमा नेभिगेसन बार भएकै देख्नुभएको छ होला। अब हामीले यतिले मात्र होइन, अब हामी सिएसएस पनि हाल्नु पर्यो। नत्र यतिले पनि विदाउट त्यस्तो आइदिन्छ। हेर्नुहोस् ओपन ग्लास यो आयो, के हो यो भनेको बुझिँदैन। अब फेरि जाउँ है त। हामीले चाहिँ अब कि छुट्टै फाइल बनाएर गर्नु पर्यो स्ट्यान्डर्ड सिएसएस भनेर। फाइल बनाउँदाखेरि मैले यहाँ हेर्नुहोस् डट एचटिएमएल राखेको छु नि, यो चाहिँ राख्नै पर्छ। अनि सिएसएस बनाउँदाखेरि नि यो वरि फाइलको नाम डट सिएसएस। हामीले चाहिँ वरि पेजभित्र राख्न छ भने चाहिँ यो हेडभित्र चाहिँ सिएसएस राख्छौँ। सिएसएसको पालो अब जे राखिदिन्छु, तर मैले चाहिँ नन राखिदिन्छु है। हजुरहरूको इच्छाको कुरा हो। के हेरेर चाहिँ 0 राख्नुपर्छ। ओभरफ्लो चाहिँ हाइड गरिदिनुहोस्। साइड एन्ड ब्याकग्राउन्ड कलर त मेन त कुरो ब्याकग्राउन्ड कलर नै हो। लाइट जुन लाइट के छन् जे राख्दै नि हुन्छ। सिएसएस चाहिँ लिने जति सक्छ हामीले सिएसएसमा चाहिँ फोकस गऱ्यौँ भने वेबसाइट यति राम्रो देखिन्छ। यो सुरुमा चाहिँ हामीले चाहिँ कन्सेप्ट गरौँ, बिस्तारै गरौँ। मैले चाहिँ बेसिकमा छु, त्यति नराम्रो पनि सायद त्यस्तो राम्रो चाहिँ हुँदैन, किनकि हामी बेसिकको अन्त कोर्स गर्न आएकोले। त्यसैले यो फन्ट साइजहरू यिनीहरू त जुन बेसिक हुन्छ यो कमन कुरा हो। त्यही भएर मैले कमन मात्रै लेख्छु, जुन चाहिँ नभई नहुने कुरा हो। अब हामीले चाहिँ बडी भनेको यो भित्र लेखेको त्यसलाई नि सिएसएस हाल्नु पर्थ्यो। तर हामीले चाहिँ नेभिगेसनलाई मात्र फलो गरेर चाहिँ अहिले चाहिँ फलो गरेर राख्नु चाहिँ, त्यही भएर हामी चाहिँ त्यो बडीको के अरे स्टाइललाई चाहिँ हामीले अहिले फोकस गरेको छैनौँ, किनकि बेसिकमा छौँ। पछि गरौँला। यो चाहिँ बेसिकमा ध्यान दिउँ है। बेसिक भने त घरको जब बनाउने त्यो काम आउँदैन। यो पनि यो त वेबसाइट बनाउन सक्छ, त्यो बेसिक कमन कुरा हो।
अब हामीले यतिले मात्रै भएन, अब सेक्सनमा हामीले यो यस्तो गरौँ, सेक्सनमा नि स्टाइल त गर्नै पर्यो। अलि बढी राखेर गर्न सक्नुहुन्छ हजुरलाई आमा भने चाहिँ एआईबाट भने खोजेर गर्न सक्नुहुन्छ, तर त्यसको चाहिँ कपी गर्ने होइन। त्यहाँबाट चाहिँ कन्सेप्ट लिने हो, त कपी गरेर भने चाहिँ बिग्रिन्छ है भने कन्सेप्ट चाहिँ लिने हो, तर कपी चाहिँ गर्ने होइन। टार्गेट डिस्प्ले ब्लक। अब हामीले चाहिँ अझै राख्नु होइन, सिएसएस के छ र नरिलाउने। ब्याकग्राउन्ड कलर मात्रै हाल्ने, यसमा त धेरै खासै गरिँदैन। यो ब्राउन हालौँ है यसमा चाहिँ, अहिले राम्रो देखियोस् भनेर हामीले ब्याकग्राउन्ड हाल्ने। आउटवर्ड हेरौँ है के हुन्छ। आइज के आयो, डिसी जोन पेज, डिसी टावर पेज, डिसी हामीले टेक्स्ट हामीले यहाँ मात्र गरेछौँ नि त, यो हामीले लेखेछ नि त झुकेर डिसी टावर पेज। हामीले एउटा मिस्टेक भएको छ, यहाँ हामीले पेज लेख्न पनि त्यहाँ कन्ट्याक्ट लेखेछौँ, हो त्यो मिस्टेक भएको छ है। यो चाहिँ कहिले कहिले झुकिन्छ, यो झुकिनु स्वाभाविकै हो। पेज डिसी कन्ट्याक्ट पेज डिसी टावर पेज। अब यहाँ हामीले किन आएन भन्दाखेरि हामी त भर्खर मिस्टेक भएको थाहा पाउने, किनकि हामीले यहाँ फेरि सिएसएस हालेका छैनौँ। हो त्यो मिस्टेक हुन्छ, कहिले कहीँ झुकाउनु दिन्छ क्वेसनहरू पनि इक्जाममा हामी यस्तै झुकाउनु दिन्छ, आफूहरूले कन्सेप्ट बुझेर आफूहरू टाँटो हुने हो। अनि हजुरहरूलाई यो आउटपुटमा एउटा कुरो पनि लाग्न सक्ला है, यहाँ कलर दियो तर यहाँ यहाँ सेतो किन आयो भन्नु लाग्नुहुन्छ भने हामीले चाहिँ यो बडी भन्ने यो बडी छ नि, जुन यो बडी हो यसको सिएसएस हालेका छैनौँ, किनकि हामीले नेभिगेसन बारलाई मात्रै फोकस गरेका छौँ। यो चाहिँ कमन कुरै हो, यो नभई नहुने चिज हो। त्यसैले यदि कन्फ्युज छ भने कमेन्ट गर्न सक्नुहुन्छ र मैले चाहिँ यो एचटिएमएलको हल्का ट्यागहरूको बारेमा चाहिँ कमेन्टमा चाहिँ एउटा कमेन्टमा राखिदियो, त्यहीँ गएर पनि बुझ्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।